हेलो एन्ड नमस्ते गाइज, वेलकम ब्याक टु माई न्यू भिडियो। आई होप सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदम फिट एन्ड फाइन छु। धेरै दिनपछि चाहिँ एउटा नयाँ भिडियो लिएर उपस्थित भइसकेको छु यहाँ जङ्गलमा है। आज चाहिँ म यो ठाउँको नाम के भन्छ केटाहरू भन्नु त? ज्यामिरे कोलमा जाने बाटोको बिचतिर छु। हामीसँग दुईटा झिल्के हिरोहरू हुनुहुन्छ है। यी फोटोहरू खतरा हिँड्नुहुन्छ उहाँ त। त्यही हो, ल अब घुम्न हिँड्न हम तिनजना एउटा बाइकमा। आशा राख्छु यो भिडियो पुलिससम्म नपुग्योस्। त्यही हो, अब हामी माथि कोलमा डाँडा गएर एकचोटि भ्यू देखाउने ट्राई गर्छु मैले हजुरहरूलाई। के कस्तो देखिन्छ, घाम लागेन है। यस्तै हो, यो भ्यू चाहिँ राम्रो हो कि गाउँघरतिरको भाइब्स बवाल हुन्छ। त्यो भयो नि तिनजना हिँडेको बाइकै तात्यो कि त्यही भएर खतरा खान्छ बाइक त झिल्के भयो नि त फेरि। त्यही यो भिडियो हाल्ने कारण चाहिँ टाइम मिल्दैन, त्यही भएर हाल्दिनँ मैले। अब उहाँले चलाउनुहुन्छ अरे यो बाइक उडाइदिनु। र त्यही हो, अब माथितिर गएर के कसो हुन्छ म देखाउने ट्राई गर्दैछु। यति भन्दै अहिले हालमा चाहिँ म अहिले भेटौँ ल गाइज। अहिले चाहिँ हामी बल्ल बल्ल है यस्तो गाउँहरूको बाटो हिँडेर चाहिँ के भन्छ यो हामीले कोलमा तथा कोलमाको चाहिँ यो उहाँकै कोट भन्ने कोटमा पुग्न लाग्छौँ है। अब आज भ्यू राम्रो छ अरे भन्ने सुनेको छु। यही यहीँ के यो कोट भन्ने चाहिँ यहाँको चाहिँ कोलमाको चाहिँ एउटा भनौँ न घुम्ने ठाउँ नै हो। यहाँ रहेछ कि बाटो त्यही हो। ल गाउँघरतिर यस्तै हो, के कस्तो हुन्छ म देखाउने ट्राई नै गर्दैछु। अझै अब कोटै दोकानमा यसो खानेकुराहरू किन भनेर अब कोटै गएर भेटौँला है। अहिले चाहिँ हामी गाउँकोट आइसकेको छौँ। आउनु त अघि नै आएको, फोटोसोटो खिच्यो। अझै सानो यसो हजुरहरूलाई पनि देखाइदिउँ न त यहाँको विशेषताहरू। त्यही भने यहाँको भ्यूहरू है यस्तो छ है। यहाँ बारी खनेर मकै लाउन ठिक्क पारिएको छ भने यहाँ बाटोमा पनि ठिक्क परेको छ। उहाँ जेसिबीले खन्दैछ। यहाँ यी फोटो चस्मा रहेछ त, यस्तो रहेछ नि फोटो खिची बल्ल निकाल्ने भने। यहाँ यो नियमहरू हो कि के हो है, यसो आफै पढ्नु है। यहाँ के लेखेको छ सर्लक्कै पढ्नु होला ल। उदुमे देखियो नि बा, तिम्रो चस्मा राम्रो हो कि तिमी राम्रो हो नि। ल अब यहाँ मन्दिरमा चाहिँ जाने मन्दिर हो कि के हो, यहाँ टावरमा जाने छ। 8 बजिसक्यो, केटाहरूले केही खानु लाग्यो है। म यहाँ फाल्दिनु कि फाल्दिनु गयो। तर यस्तो डढेलो राम्रो काम त नराम्रो है, मलाई मन परेन। यो कोलमा गाउँ भनेको यही हो। यो चाहिँ स्याङ्जा नगर यो नगरपालिका हो कि गाउँपालिका हो? गाउँपालिका पुतली बजार नगरपालिका वार्ड नम्बर 9 स्याङ्जा कोलमा काउकोट हो। यो चाहिँ घुम्नै पर्ने ठाउँ भन्छु है म चाहिँ। के भन्छु केटाहरू, यो चाहिँ घुम्नै पर्छ। यो चाहिँ एकदम बवाल छ ल। अझै घाम लाग्ने भयो, यस्तो राम्रो देख्ने घामै लाग्ने सनराइजै हो। तर देखियो क्यामेरामा ल्याउन चाहिँ सके होइन। विशेष गरी एसआरए भ्लग अनि अमृत दाई अनि सौरभ तिनजना जिग्रीहरू चाहिँ हामीले चाहिँ यहाँ आउनु पर्थ्यो। एकचोटि आउनै पर्छ है ल। भिडियो मात्र सम्झेको छु है ल। दाईहरूलाई फोन हान्थ्यो, दाइले विचार सुत्दै होला नि, फोन उठाएनन्। एकचोटि फेरि आउनु पर्छ ल यहाँ गाउँकोट चाहिँ है ल। सर आउनु पर्छ। अनि ट्याक्क यो मन्दिर सन्दिर म त यो गाह्रो जस्तो ल। बिचमा भेट्दै गरौँ ल है। यही हो गाउँ चाहिँ, अझै फुल गाउँमै देखियो होइन कि यहाँबाट। अब के कस्तो हुन्छ अहिले भेटौँ ल है त। माथितिर गएर भेट्छौँ त ल। त फेरि हामी चाहिँ अहिले चाहिँ कोलमाको यही हो, यहाँभन्दा माथि जाने ठाउँ छैन। यो चाहिँ नयाँ नयाँ मन्दिर, कुन भगवानको मन्दिर हो चाहिँ यो? जुत्ता नलाऊ
ल नयाँ हामी जा पहिलो के भन्छ पूजा गर्ने मान्छेले के पूजा गर्न आउनेले के पूजा गर्न आउने के हामी बुल्ने मिलाएर बुझ्नु चाहिँ भयो ठाउँ राम्रो हो कि म राम्रो हो कि के हो नि बा ल है त के हो त यस्तो यो बस्नु होला नि यता पानी बाटो रहेछ स्कुल रहेछ यहाँबाट वहाँ डुम होइन के भने यार के भने राम्रै थाहा भने यार उता के त तनाउ के आयो भने भन्छु देखिन्छ भन्थ्यो दुलैगडा खाँच्छ दुलैगडा चाहिँ देखिन्छ भन्थ्यो अब यहाँ चाहिँ अलिकति कुहिरो लाग्छ त्यही भएर चाहिँ यसो देखेको छैन अनि बिहान 4 बजे सुतिरहेको थियौँ 4 बजे उठाएको केटाहरूले 5-6 बजीतिर हिँड्ने त जसमा यहाँ चाहिँ जता गयो नि फुटै छुटेकै छैन यार बाहिर घाम लाग्ने के र त्यो यो गाई चाहिँ म त हातले गलिहाल्छ है के भन्नु छ र हो भन्ने खासै छैन म बेला बेलामा हराउँछु भ्लग आउनु त्यो चाहिँ अब मिलाएर बुझिदिनु होला हजुरहरूले टाइम मिल्दैन अनि आज चाहिँ यसो आज शनिबार हो नि त हिजो शुक्रबार हिजोको पोखराबाट मामा घर आयो आज चाहिँ मामा घरको नि मामा घर हो मम्मीको पनि मामा घर हो बुढो मामा घर आइयो अनि अब चाहिँ खोइ अब थकाली लोकल सकल खुवाउँछु भन्दाखेरि लोकल कुखुराहरू के गर्छ यिनीहरूले थकाली सेट खुवाउँछौ कि तँलाई त्यही भन्दाखेरि त्यही गाई अब होमस्टेमा थकाली सेट पाइन्छ त्यही गाउँ घुमियो गाउँ राम्रो रहेछ मलाई मन पर्यो ए यहाँ नेपालीको फ्ल्याग नि रहेछ है सल्युट छ नेपाली फ्ल्यागलाई के भन्नु म सम्झी भन्न पर्ने गाई के हो त नि यस्तो छ बोल्नु यार मलाई के भयो यार बरु ढोका चाहिँ राम्रो रहेछ कि ढोका राम्रो हो कि मान्छे राम्रो नि बा उदुमै देखियो नि तर क्या भिडियोमा राम्रो आछ नि मेरो क्यामेरा पोज होइन फेरि के भन्नु त त्यस्तो होइन फोटो आफू जस्तो छ त्यस्तो निकाल्ने कि त क्यामेरा जस्तो जान्नुपर्छ कि फोटो भन्ने चिज म त त्यस्तो भन्छु जस्तो छ त्यस्तै निकाल्ने फोटो त मोबाइलको त पोसे र त्यही हो घाम लाग्यो अब अलिअलि बल्ल फोटो राम्रो आउँछ जस्तो लाग्यो मलाई चाहिँ है हेरे पोल लाइटिङ चाहिँ रहेछ हेरेन रहेछ लाइटिङ तिमीले बेकारमा उहाँ लाइटिङ छ भने कोलमा कोट काउकोट यो डाँडाको भेगलाई कोट भन्दो रहेछ मलाई थाहा भयो मैले कोलमा कोट काउकोट अनि शरण कोट भन्ने चाहिँ ठाउँहरू छ त्यही हो ल अब चाहिँ भिडियोलाई यतैतिर इन्ड चाहिँ म गर्दिनँ उता बाटो बजेर भेट्छु तपाईँहरूलाई यो नि पढ्नु है गाइजहरू के भयो म अलिकति कमजोर छ है फोटो फोटो खिच्न लाग्ने गाई चाहिँ मेरो फोटो पनि हानियो अब एउटा फोटो खिच्न धेरै होइन एउटा मात्र ल अब चाहिँ हामी बिस्तारै ओह्रालोतर्फ लाग्छौँ है गाई भेटौँ ल अब केटाहरूले के खाउँछ हुने कुरो खाऊ हेर नहुने कुरो नखाऊ एकदम राम्रो लगायतलाई धेरै के उसमा त बोलेको छैन म उता बाटोतिर चाहिँ बोल्ने छु त्यही हो ल अहिले चाहिँ हामी कोलमा गएर नि खाजा खाजा देख्न पाइन्छ अहिले चाहिँ हामी डाइरेक्ट केटाहरूले जोसाइहालेको मलाई फेरि केटापट्टि हेर्न नजाम भन्दै थिएँ यहाँ फेरि हेर्नु न फेरि यहाँ दुलकोबाट हेर्ने गाइजहरू बाटोलाको भ्यू बाटोलाकै हो फेरि बाटोला ल यो बाटोला हो है अब हामी स्टार्ट गरौँ अलि सो गाइज अहिले चाहिँ म यो पोखरा आइसकेको छु है यो चाहिँ नेक्स्ट डे हो
हिजो क्यारमबोर्ड खेल्दै थिएँ अनि भिडियो बनाउने मेसै मिलेन, त्यही भएर चाहिँ आज बिहानै 7 बजी नै मम्मी र म पखाएर आइसकेको छौँ। आएर चाहिँ अब खानासाना खाने अनि फेरि ड्युटी जानुपर्छ। के भन्दा यस्तै हो जिन्दगी, यस्तै छ काम गर्नु सक्दैन। अनि त्यही हो, अब ड्युटीतिर जान्छु, खाना पनि खानु छ। त्योभन्दा अघि चाहिँ भिडियोलाई यतैतिर इन्ड गर्न चाहन्छु। के कस्तो लाग्यो छोटो मिठो प्रक्रिया दिनु होला, नयाँ हुनेले च्यानल सब्सक्राइब गरिदिनु होला। यति भन्दै आजलाई म बिदा लिन्छु।